यो तपाईँहरूले देख्नु भएको चाहिँ मतलब एउटा त्यो अहिले हाम्रो के छ भने गाई भैँसीलाई नि किरा फटेङ्ग्राले वाक्कै लाउँछ नि त भुसुना मच्छरहरूले दिउँसो त आगो फुक्न सकिँदैन। एउटा जुगाड छ यहाँ हेर्नुहोस्, यो चाहिँ अलिकति डिजेल हो। डिजेलको मात्रा चाहिँ तपाईँहरूले 100 ml भन्दा अलिकति बेसी लिनु पऱ्यो। यहाँ अलिक कम्ती भएछ हो, यो भयो होइन। त्यहाँदेखि यो अर्को चाहिँ सर्सोका तेल, परमात्मै छ यहाँ अहिले त फिलहाल त खाने तेलै। यसमा चाहिँ उयो भयो भने झन् हामी तोरीको तेल भयो भने झन् राम्रो। यो चाहिँ तपाईँहरूले यसमा मिलाउनु पर्ने हुन्छ डिजेलमा। यसो गरेर यति जस्तो हाल्यो। त्यहाँदेखि यो चाहिँ अब लगेर गाई भैँसी जे छ तपाईँहरूले पाल्नु भएको त्यसमा स्प्रे गर्नुपर्ने हुन्छ। यस्तो जुनै एउटा स्प्रे युज गर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ अब तपाईँहरूलाई म देखाउँछु स्प्रे गरेको। त्यसो गरेर अब यो चाहिँ स्प्रे गर्नुपर्छ। यो मजाले मिक्स गऱ्यो नि त, अनि यसरी हाल्दै अब यो गाई हेर्नुहोस् अब भुसुना यो किराहरू ठ्याक झर्छ। यसरी तपाईँहरूले पुरै बडीमा स्प्रे गर्नुपर्ने हुन्छ है। यसरी झर्छ भुसुना जी किरा, हेर्नुहोस् मऱ्यो। अब यो यस्तो हुन्छ। अनि यो एकताल गरिदिएको चाहिँ तपाईँहरूले दिनभरि बस्नु पाउँदैन आएर। त्यसो गर्दा गाईहरूलाई दग्दी दिँदैन। तपाईँहरूको गाईहरूलाई भुसुना मच्छरहरूले अब वाक्कै लाउँछ नि त कोही बेला, कोही जग्गामा त बेसी हुन्छ। त्यति बेला चाहिँ यो फर्मुला अपनाउनुहोस्, एकदम 100% सक्सेस रेट छ यसको चाहिँ। यसो सेयर गर्नु मन पऱ्यो तपाईँहरूलाई, यसो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद।